नमस्कार, तपाईँको फोनको ब्याट्री छिटो सकिन्छ भने आउनुहोस्, सेटिङमा जाऊँ। सेटिङमा गएर च्यानलमा जानुहोस्। च्यानलमा गएर यो ब्याकग्राउन्ड एप रिफ्रेस भन्ने छ नि, यसलाई क्लिक गरेर यसलाई अफ गरिदिनुहोस्। मेरो त अफ नै छ। यदि तपाईँको अन छ भने यसलाई अफ गरिदिनुहोस्, यसलाई ब्याट्री धेरै खान्छ। र अर्को प्राइभेसीमा जानुपर्ने हुन्छ। प्राइभेसी यहाँ छ। प्राइभेसीमा जानुहोस्। प्राइभेसीमा गएर यो लोकेसन सर्भिस भन्ने छ, त्यसलाई अफ गरिदिनुहोस्। मेरो त अफ नै छ। यदि तपाईँको अन छ भने अफ गरिदिनुहोस्। अफ गरेँ। यदि तपाईँलाई नभई हुँदैन, कुनै एपमा चाहिन्छ भने त्यो एपमा गएर अन गर्दा पनि हुन्छ। कुन एपमा तपाईँलाई चाहिन्छ त्यो एपमा जानुहोस्। एपमा गएर जस्तै टिकटक छ भने टिकटकमा वाइल युजिङ दि एप भन्नेमा कोड गरिदिनुहोस्। यसले ब्याट्री खाँदैन। यसमा अलवेज अप्सन त रहन्छ, अलवेज अप्सन त छैन। यसमा वाइल युजिङ दि एप भन्ने रहेछ, त्यसलाई कोड गरिदिनुहोस्। यसले ब्याट्री खाँदैन। अनि अर्को हामी डिस्प्ले ब्राइटनेसमा जानुपर्ने हुन्छ। डिस्प्ले ब्राइटनेसमा गएर डार्क मोडमा गरिदिनुहोस्। डार्क मोडमा छ भने तपाईँको ब्याट्री धेरै खाँदैन। यो लाइट मोडमा छ भने तपाईँको ब्याट्री धेरै खान्छ। र म चाहिँ लाइट नै बनाउँछु। मलाई लाइट नै मनपर्छ। यदि तपाईँको ब्याट्री सकिन्छ भने तपाईँले डार्क मोडमा लगाउनुहोस्, त्यसले ब्याट्री धेरै सकिँदैन। आजको भिडियो यति नै। विश यु गुड लक। थ्याङ्क यू। बाई बाई।